रेकर्ड त भएको छैन या रेकर्ड भा होइन डी आउँदैन यहाँ नोइज रिडक्सन छ अलिकति यसो घुमाउँछ छोरा है यता भट्टतिर अलिकति क्यामेरा यस्तो यता यस्तो ओ भयो 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 परेन होइन मैले हेरिरहेको त्यो हेर्न रेकर्डै ठिक छ ल भट्ट भाइ अलिकति माइक माथि राख होइन माइक ल यहाँ अलिकति पछि यस्तो आवाज टिप्दैन यही होस् ठिक छ ल अब बोल्ने हो के भन्नु ल के सोध्ने हो सर के सोध्नु यसलाई मैले जीवनमा होइन बिगन आर्टिस्ट अहिले मलाई के लाग्थ्यो भन्दाखेरि मेरो साथी सर्कलमा त तँ छ एउटा होइन ऐ घुम्न जाउँ भन्दाखेरि हस् भनेर हिन्दी त म होइन तर मैले घुम्न जाउँ भन्यो भने पक्कै म बुढीले सोध्छु भन्छ जस्तो अब कसले भन्यो त्यसो पछि थाहा हुन्छ त्यो पछि होइन म त उदिनु पऱ्यो नि त नत्र हामी बिहे गर्न नदिने नि यसलाई होइन भोलि मलाई टेन्सन भयो भने त के अन्त त्यस्तो भन्यो भन्ने हुँदै हुँदैन नि हरेक कन्डिसनमा त्यस्तो हुन्छ भन्ने छैन कुनै कुनै कन्डिसनमा होला भनेपछि यसले अहिलेदेखि सेफ्टी खोजिसक्यो क्या डिप्लोमेटिक त अहिले हेल्नु पऱ्यो ठिक छ अनि के छ टार्नुभन्दा जन्तीमा कस्तो कस्तो डान्स स्टेप मैले एक्सपेक्ट गरेको छु मबाट तेरोबाट त डान्स स्टेप मलाई थाहा छ अब त नाक डान्स हान्नु पऱ्यो क्या केटाहरूलाई नाक डान्स हान्छन् केटाहरूले चिन्ता हान्छन् हिजो हानिसक्यो नाक डान्स होइन तर एउटा चिज सोध्नु मन लाग्यो मैले बेगरे खाइनँ होइन तैँले बेगरिस् कहाँ गएर छु आज गर्छ नि त देवारी होइन भनेको तँलाई चाहिँ कस्तो हुन्छ नि त्यो चाहिँ अस्ति अब बिहेको कुरा चल्यो होइन अनि तँ त मलाई घर जानु छ घर बनाउँदैछन् भनेर केटीहरू नै आएको थियो घर बनाइराख्यो भने नाटक बनायो क्या यसले नाटक केटी हेर्न आएको थिएन जे होस् भाउजू हेर्न आइसियोस् आएको थिएन त्यही 2 महिना अगाडि भेट भयो ए अनि त्यसपछि कस्तो हुँदो रहेछ तँलाई साइकोलोजीलाई भन्नु यसो सुन न साइकोलोजी त्यसपछि केही नहुँदो त्यति बेलासम्म न्युट्रल नै मान्छेलाई नर्मल कम्युनिकेसन भयो जति आज नर्भसनेस हुन्छ त्यति अरूजित हुँदैन रहेछ हिजोसम्म केही पनि थिएन नर्भसनेस के कस्तो नर्भसनेस कस्तो नर्भसनेस भन्ने छैन यार अब त्यहाँ गएर जग्गामा बसेर के गर्ने भन्ने कुरो सबै कसरी प्रेजेन्ट गर्ने कसरी प्रेजेन्ट गर्ने के भन्लान् के गर्ने भन्ने कुरामा पनि अड्केला जस्तो लागिरहेको हुनु पहिलो बिहे हो नि त त्यही भएर होइन सबैको पहिलो नै हुन्छ ठिक हो यसो रमाइलो मैले दाइलाई पनि देखाएको थिएँ कि मेरो दाइको चाहिँ बिहेमा होइन केटीपट्टिको मान्छे लजाउँछ कि भन्ने डर क्या त्यस्तो हुन्छ नि त चिज गरिदिने क्या अनि त्यो चाहिँ भाउजू र दाइको बिहे गर्न त्यहाँ राखेको छ भाउजूको फ्यामिली चाहिँ तिमी नआस बेहुली यसरी हाँस्नु हुँदैन भन्ने क्या अब त्यो माहौलै त्यस्तो रमाइलोवाला थियो नि त अनि तँहरूको त साइलेन्ट खालको मान्छे छ होइन अनि मलाई चाहिँ आज यसको हेर्न बसेको खिच्छु क्या म भिडियो भएको एक्सप्रेसन खिच्छु क्या यसको मैले ठिक हो जियोस् बाचा गरेको थिएँ मैले तँलाई तेरो बिहे चाहिँ जहाँ भयो नि जहाँ भयो नि भन्ने हो जसरी भए पनि म आउँछु भन्ने थियो बाचा थियो आइपुग्यो आज रैला गरिन्छ त्यही त हो के छ त्यही त तैँले भित्री कुरो भनिनस् क्या यसले भनेन क्या भित्री कुरो के चाहियो अर्कै छ क्या यसको मनमा केही पनि छैन अर्कोमा यसले ढाँट्दैछ है गाइस भन्ने कुरो केही पनि छैन क्या ढाँटा छैन भने नर्भसनेस नै छ मैले त्यो भनेको कुरा त्यही हो तर आज जति नर्भसनेस छ अरू दिन कहिले पनि भएको थिएन आज चाहिँ बल्ल फिल भइरहेको मन भारी हुनेवाला के हो मन भारी हुनेवाला त छैन फेरि अहिलेसम्म के नै गर्ने होला होइन के नै गर्ने होला यसको यसले कस्तो दिन्छ भन्ने भाउजू त्यो आँखा जुत्ला तेरो भाउजूको आँखा जुत्ला त सजिएर जाला छैन चडक्क परेर होइन त्यो के छ ल भन्नु त्यसमा के होला र यार अब त्यो त त्यतिखेर थाहा हुन्छ नि हाम्रो भिडियो खिचेर यो झन् नर्मल हुने हो क्या तर हेर्दाखेरि त अफकोर्स राम्रै लाग्ने हो होइन किनभने लागिहाल्छ ए यसको अब कुरा सुन्ने हो क्या बल्ल म आयो यसले सम्झाइदिएर क्या हामी उहाँ हिजो होइन यसो अलिकति यसो घुमेर आयौँ अनि त्यसपछि यहाँ तर हल्दी भयो हल्दी लगायो आयो केटाहरू म त अब 10 बजी सुत्ने मान्छे सुत्नु पऱ्यो भनेर बसेँ केटो आएछ 12 बजीतिर आयो कोठामा आएछ मस्किया छ है मोबाइल चलाख है यसो भएर छ पुरा मोबाइल चलाइराख पुरै क्या बिहे अगाडिको माहौलमा पनि उयो थाक्या छ उसलाई छैन पर्वा छैन तर उसलाई च्याट गर्नु छ क्या यो जोस कहाँबाट आउँछ ल
त्यो जोस आएकै थिएन पहिलो कुरो च्याट भएकै छैन हिजो चाहिँ रेकर्डै छ रेखा के फरक पर्छ हिजो च्याटै भएको छैन तैँले भाउजूको नाम के लेखेर सेभ गरेर खास रे गेस गरेर भन्न त्यो भन्नु मिल्दैन किन भन्नु मिल्दैन त्यत्तिकै ए मिनिङ के हो म हेर्छु मलाई थाहा मैले मिनिङ थाहा छैन ए निकाल्छु भयो यसले लेखिदिएरै हुँदैन नि यो पुरै कडा भएर निस्क्यो होइन म अहिले मिनिङ देख्यो ए मैले देखेको थिएँ बेबी जानु सोनु मुनु लेखेर सेभ गरेको थिएँ क्या भारिया लेखेर सेभ गरेको क्या लभवाला होइन अब भारिया भनेको चाहिँ पतिले भरण पोषण गरिएकी महिला विवाहित स्त्रीलाई चाहिँ भारिया भन्दो रहेछ यो क्रिएटिभिटीलाई चाहिँ म के भनौँ ल भन् केही भन्नु पर्दैन त्यसमा के भन्नुपर्छ यसो मैले पनि सोचेँ यो कसले तैँले आफै राखेर आफै सोचेँ यसो सोचेँ निकनेम त चाहिन्छ भनेर पछि पनि निकनेम चाहिन्छ भनेर अनि यसो सोचेँ के भन्दा ठिक होला अरू सब कमन यस्तो त्यो बेबी भन्ने मलाई वर्ड त मनै पर्दैन पहिलो कुरो ल अनि यसो हेरेँ आफूलाई एट्याचमेन्ट वर्डहरू त खासै थाहा हुँदैन संस्कृतमा तर यसो हेर्दाखेरि अलि रियलिस्टिक वर्ड भनेर भन्दाखेरि अलि फरक तरिकाको वर्ड के छ त भनेर भन्दाखेरि मलाई यसको ठ्याक्कै यो वर्ड भन्छ भन्ने मलाई पनि थाहा थिएन पहिला अनि यसो हेर्दाखेरि अनि त्यसपछि यही वर्ड भने ठ्याक्कै आई लाइक द भनेपछि अब भाउजूले त त्यही भनेर बोलाउँछस् ए यो 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 हिट जाने बेला खाएकै हो यो रिलमा जान्छ मैले म त कहाँ बिहेको कविता लेखाएको छैन बिचरा सिङ्गल मान्छेलाई म चाहिँ एक त बिगारिदिन्छु नि कहाँ हुन्छ होइन ठिक छ तँलाई त्यही हो अब एकदम जीवन दाम्पत्य जीवन राम्रो होस् भन्ने हो कामना के छ त्यो त तर त म देखिहाल्छु हामी त उही काठमाडौँमा हुन्छौँ होइन यो घर मात्र बिहे मात्र यहाँ गर्ने बसेको हो अनि घर आउँछ यो हाम्रो त हामी त फ्यामिली जस्तै भइसकेका छौँ त्यति हुँदा पनि होइन ठिक छ त्यही हो जस मलाई खुसी लाग्यो तेरो बिहेमा आइयो होइन मलाई पनि खुसी लाग्यो त आइस धेरै धेरै शुभकामना छ अब बाँकी आउँछ भनेर थाहै थियो जबरजस्ती पनि ल्याउन सकिन्थ्यो तर आइस ठिक छ होइन जबरजस्ती किन गर्नुपर्छ आइहाल्छ मनले हाल्छ जेस अब काठमाडौँ पुगेर रैला गरिन्छ फेरि एकलट रैला भन्ने कुरो के हो थाहै छ त्यो पनि भाउजूले लिएर घर आइज अरू त्यस्तो भने त्यो रैला भन्ने मिनिङ अलि फेरि फरक जाला त्यहाँ त्यस्तो जान्दैन हामी यस्तो मापसीहरू भन्ने हाम्रोबाट हुँदैन हामी पिउँदैनौँ त्यस्तो चिजहरू उसले त झन् त्यति नै छ ल धन्यवाद सके इन्टरभ्यू यति नै होला के गर्छ होइन योभन्दा धेरै त के गर्नु त के बोल्दैन यस्तो भनिनै बोल्दैनस् भयो हनिमुनको प्लान के छ कहाँ जान्छ हनिमुन यसलाई चाहिँ फेरि कल अफिसले नै ठिक उ गरिदिन्छ नि 3 स्टार होटल बुक गरिदिन्छ अरे नि त के छ यसको योजना थाइल्यान्ड त जाँदैन बालीतिर अहिले नट प्लान्टेड तर कतै त जान्छस् होला गइन्छ टिकट होइन होटल मात्र बुकिङ गर्ने बची गयो त्यति पैसा अहिले होइन क्या अहिले जा भने होइन आज त बिहे नै जान्छ नि त तपाईँ यो कस्तो अहिले जान्छु भने ठुलो गर्ने क्या समथिङ कुकिङ अन माइन्ड समथिङ कुकिङ अन माइन्ड रे क्या ठिक छ त्यही हो त्यो तेरो प्लान चाहिँ गरे हैन तेरो त्यो निजी कुरो हो प्लान चाहिँ गरे हैन होइन मलाई चाहिँ तँलाई सोध्न मन लाग्यो चिज एउटा चिज चाहिँ मलाई एकदम भित्रबाट सोध्न मन लाग्यो जस्तै त चाहिँ एक्लै डुगुलन्ठ्याङ हो नि त कतिसम्म त म त पनि त्यस्तै हो अहिले होइन बाल छैन नि त जे गर्दैन भयो अब घरमा गयो अब घरमा त म त भागी भनौँ न उहाँ घरमा बसेर त आफै पकाउनु पर्छ मलाई घरमा पकाइदिनुहुन्छ जाने खाने ढल्ने भनिन्छ बुङ्गो हो नि त अब त जिम्मेवारी हुन्छ नि त एउटा होइन बिहे गरेपछि त्यसलाई चाहिँ कसरी त्यो हुन्छ नि तँलाई त हुन्छ मलाई त हुन्छ बिहे गरेर ला के गर्ने होला यस्तो यस्तो हुन्छ भने जो साधारण मान्छेलाई नि हुन्छ क्या बिहे गरेपछि के गर्ने होला कस्तो हुन्छ होला लाइफ भन्ने खालको हुन्छ तैँले त्यो कसरी त्यसलाई कसरी ट्याकल गरेर त्यसको बारेमा त्यति धेरै सोचेको छैन पहिलो कुरो भनेको नसोच्दा ठिक हो नसोच्दा ठिक हो सबै मान्छेले त्यसलाई धेरै कम्प्लिकेटेड बनाएर सोचे जति कम्प्लिकेटेड बनाएर सोचे त्यति नराम्रो हो मेरो विचारमा अहिले गर्दा म नि बिहे गर्छु क्या हो निर्मल यसले गर्दा म नि बिहे गरेर मोटिभेट हुन्छु क्या हो होइन त्यस्तो त्यति साह्रो नगर म एक्लै आउँदिनँ क्या त्यस्तो
छैन ठिक छ साली होइन साली यसलाई हुँदैन ल ठिक छ तँलाई बिहेको धेरै धेरै शुभकामना फेरि पनि धन्यवाद अझ दोस्रो चोटि आज अब नाच्ने हो रैला गर्ने हो त्यति हो आज केही छैन निर्मलजी पनि फ्रेममा आउनु एकचोटि हाम्रो निर्मलजी चाहिँ थिएटर आर्टिस्ट हुनुहुन्छ है शिल्पी थिएटरमा काम गर्नुहुन्छ उहाँलाई मैले वहीँ भेटेँ हो यहाँ चाहिँ घर जोडिएर छ भट्टजी र निर्मलजीको हामी छिमेकी हो हामी छिमेकी पनि चाइल्डहुड फ्रेन्ड पनि त्यो मजा भइरह ल गाइज बाई गाइज ल वैवाहिक जीवनको शुभकामना धन्यवाद धन्यवाद Yeah, it's okay.